हेलो नमस्कार साथीहरू, फेरि पनि म आज अर्को समाचार भनिरहेको छु। साथीहरू नमस्कार। हैन, हिजो चाहिँ तपाईको हिजोको वैशाख 12 गतेको चाहिँ शनिबारको दिन भूकम्प दिवस थियो। अनि भूकम्प चाहिँ तपाईको थापथलीको त्यो के भन्छ सुकुम्बासी बस्तीमा गइरहेको थियो साथीहरू। अनि त्यो भूकम्प चाहिँ हिजो गएको थियो, आज चाहिँ फर्केर पुरै मन र जडीबुटीको सुकुम्बासीमा फर्किरहेछ साथीहरू। त्यहाँ ठुल्ठुलो डोजर लगाएर पुरा भूकम्पहरू गएर चाहिँ नि केन्द्रबिन्दु भइरहेछ यतिखेरलाई साथीहरू। अब तपाईहरु चाहिँ भागरे भाग नगर्नु होला, क्यामेरा लिएर चट्ट खिचेर चट्टसँग युट्युबमा हालिदिनु होला साथीहरू। अब के गर्नु, नहालिदिनु पनि कसरी साथीहरू। सुकुम्बासी बस्तीमा 5-6 जना मात्रै सुकुम्बासी भएर अरु जम्मै हुकुम दिने हुकुमबासी रहेछ साथीहरू। त्यही भएर चाहिँ तपाईहरु भागरे भाग नगरी क्यामेराले चट्ट खिची सट्टसँग हालेर 14 अञ्चल 75 जिल्लामा जानुस् भाइरल गरिदिनु होला साथीहरू। अब बालिन सरकारले ओरिजिनल सुकुम्बासीहरूलाई चाहिँ हेर्नु भएको छ, पिर नगर्नु। को ओरिजिनल हुनुहुन्छ, खुवाउने पिउने सबै उहाँले गर्नुहुन्छ, किनभने यो देशको महामन्त्री हो उहाँले गर्नुहुन्छ। अब ओरिजिनललाई चाहिँ त्यो हो साथीहरू। डुप्लिकेट हुकुमबासी सरहरू चाहिँ अब के गर्नु, नभागिदिनु होला। यसो आएर मैले गरे हो भनिदिनु होला बरु। ओरिजिनल सरहरू जाएर मैले गरे हो मैले भनिदिनु होला। सुकुम्बासीमा धेरै जनता थिए, त्यही भएर भोटको लागि मैले गरे भन्दिनँ है सरकारहरू। अब अर्को सुकुम्बासीमा अब कुनै दिन केन्द्रबिन्दु हुन्छ साथीहरू काठमाडौँ जिल्लामा, पिर नगर्नुहोस् तपाईहरुले। नमस्कार, यति भनेर मैले राखेँ। आज चाहिँ पुरै भूकम्प गइरहेको थियो, म पनि जडीबुटी गएको थिएँ। अनि त्यहाँ अब हिजो थापथलीको भूकम्प चाहिँ आज चाहिँ जडीबुटीमा चाहिँ केन्द्रबिन्दु भएछ है साथीहरू। ल